हजुर आज छुट्टी थियो त्यसैले बसिरहेको। के रे के भयो रे? अनि हस्पिटल गएको? ए अनि के भन्यो त डाक्टरले? ए 5 लाख लाग्छ रे। अब स्यालेरी नै आएको छैन, कसरी उ गर्ने होला त? म यसो कसैसँग कुरा गरेर फोन गर्छु नि है। ल अनि यताउता उ गर्दै गर न। ल ल हुन्छ ल, अहिले फोन गर्छु। ओहो, कसलाई पो भन्ने होला त यार? कसले दिन्छ होला त पैसा? समस्या त पर्यो। ए एकजना साथीसँग भन्छु क्या रे, खै दिन्छ कि दिन्न होला। कसरी पो भन्ने होला त यार? खै के गर्छ, त्यही पनि एकचोटि भनेर त हेर्छु क्या रे। साथी सुन, एउटा कुरा भन्छु मान्छौ। के कुरा हो? हेर नि यार, मेरो घरमा त लास्ट समस्या पऱ्यो कि। के भएको हो त्यस्तो? हेर मम्मी बिमारी हुनुभयो अरे, मलाई हल्का पैसाको जरुरत छ, दिन्छौ? कहाँ पैसा छैन साथीहरू, यो महिनाको सेलेरी नै आएन मेरो त। छ भने देऊ नि यार साथी, यार म तिमीलाई अर्को महिनाको स्यालेरी आउनु बित्तिकै दिन्छु कि। ए यार साथी कस्तो कसम भएको भए दिइहाल्थेँ साथी। कहाँ यार, म साथीभन्दा ठुलो मलाई पैसा भन्दा त पैसा नै आएन भने कहाँबाट दिन्छु मैले जाने? 1 रुपियाँ पैसा नै। ए ल ल हुन्छ त्यसो भए गएको ल म। ल भएको भए दिनु। पैसाको जुगाडै भएन भने यार के गर्ने होला? त्यो घर फोन गरेर भयो नि भन्नु पर्यो। हेलो, कस्तो छ त अहिले मम्मीलाई? ए हेर्नु न भने यहाँ त पैसाको केही उ नै भएन। छ भने उतै कतैबाट मिलाएर उ गर्नु न है। यहाँ त कुनै उ नै भएन। बरु म अर्को महिना पठाइदिइहाल्छु नि। ए ल ल हुन्छ है, मेरो ड्युटी जाने टाइम पनि भयो। हस् हस् ल, राम्रोसँग मम्मीको ख्याल राख्नु है। ओके।